Hello everyone. के छ सबैजना सन्चै हुनुहुन्छ होला वेलकम ब्याक टु मी एज भ्लगमा र आज चाहिँ हामी गाउँतिरको यात्रा घुमघामको यात्रामा छौं यो चाहिँ ठ्याक्कै भन्दा फेरि चौडीला रिभर माथि गुफाभन्दा माथि चौडीला माथि छ हामी र आजको यात्रा चाहिँ अनि साथीहरु हाम्रो बाइकको भाइजर देखिसक्नुहुन्छ होला त्यहाँ तलतिर चाहिँ हल्का भएर भाइजर फुटेको र अहिले चाहिँ हामी धारामाथि भन्ने ठाउँमा आइसकेका छौं देख्न सक्नुहुन्छ माथि चाहिँ यो धारामाथि यो माथिदेखि चाहिँ रक गार्डन हो माथिको डाँडा अनि साथीहरु च्यानलमा को हुनुहुन्छ नयाँ सबैजनाले सब्स्क्राइब गरेर जोडिन चाहिँ नबिर्सनु होला र देख्न सक्नुहुन्छ यहाँको भ्यूज यस्तो दामी भइरहेको छ फाइनली साथीहरु हामी चाहिँ यहाँ धारामाथिको डाँडामा आइसक्यो देख्न सक्नुहुन्छ यहाँको एकदमै सुन्दरताले भरिएको छ यो ठाउँहरु देख्न सक्नुहुन्छ यहाँको भ्यूज एकदम दामी छ त्यसै भनेको हैन ब्युटिफुल आरे खाल्छ भनेर देख्न सक्नुहुन्छ हाम्रो बाइकको भाइजर फुटिसकेको छ त्यो भएर भए पनि बाइक चाहिँ कुदाएको छ हामीले राइडर चाहिँ मेरो भतिज सिधै भतिजले कुदाएको छ बाइक देख्न सक्नुहुन्छ र साथीहरु यस्तो क्यामेरा कसरी आयो भनेर सोच्नु होला त्यस दिन चाहिँ हामी पानी भरेको थियो पानीको वर्षा सँगसँगै हाम्रो यात्रा पनि सुरु भएको थियो गाउँघरको Look at this views साथीहरु एकदमै रमाइलो ठाउँ छ अरे यहाँ चाहिँ हैन जो कहिले हेर्नुहुन्छ प्लिज च्यानल नयाँ प्लिज सब्स्क्राइब गरेर चाहिँ जोडिन नबिर्सनु होला यो चाहिँ एज भ्लग युट्युब च्यानल र पानी आएको छ हाम्रो देख्न सक्नुहुन्छ हाम्रो हेलमेटको सिसामा हल्का पानी परिसकेको छ यो एरियामा पानी परिसकेको रहेछ हल्का पानी पनि परिरहेछ देख्न सक्नुहुन्छ घुमघाम भनेको यस्तो चिज रहेछ अब पानी हुरीले केले पनि रोक्दो रहेनछ हैन घुम्ने भनेपछि घुम्ने हुन्छ हाम्रो यस्तो हुन्छ है यात्रा चिसोले हात कठाङ्ग्रेर कम त गाह्रो भयो हैन राइड गर्नलाई
साथीहरु यो भिडियो बनाउने उद्देश्य चाहिँ देश विदेशमा रहने हुने अर्घाखाँचीवासीले सबैजनाले हेर्नुहुन्छ भनेर बनाएको भिडियो र कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्टहरु चाहिँ गर्न चाहिँ नबिर्सनु होला। र हामी चाहिँ फाइनली अहिले चाहिँ खाना भन्ने ठाउँमा आइसकेका छौं। ठिराएर कम त गाह्रो भयो थियो। यहाँ देख्न सक्नुहुन्छ यो पारीको मन्दिर चाहिँ कसले थाहा छ कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। यो मन्दिरलाई के भन्छ? मेरो प्यारा भ्युअर्सहरु यो ठाउँलाई चाहिँ के भन्छ यो गाउँलाई ल कमेन्ट चाहिँ गर्न नबिर्सनु होला। ल साथीहरु भ्लग चाहिँ धेरै बनाउन पाइएन पानीको कारणले र अर्को भ्लगमा भेटौँला भन्दै आजको भ्लगबाट बिदा लिन चाहन्छु। बाइ बाइ। ल त साथीहरु अर्को भ्लगमा भेटौँला भन्दै च्यानलमा नयाँ प्लिज सब्स्क्राइब गरेर जोडिन चाहिँ नबिर्सनु होला।